सरी त पनि सिरियसली नआउन प्रेङ गरेको हैन प्रेङ गरेको सिरियसली नआउन प्रेङ गरेको ल तेरो उताले फ्याल्दिङ कराउँछस् गाइस म चाहिँ सिलगढी तर्फ जाँदैछु कि उपर चाहिँ एउटा बहिनी आएको जस्तै लाग्यो कि यो बहिनीलाई चाहिँ हल्का फ्लड गर्ने ट्राई गरिहेर्छु ल के कस्तो हुन्छ हेरौँ ल यो बहिनीलाई कहाँ गएको हिँड्थेन त्यस्तो कुराहरू सोधिहेर्छु ल गाइस के भन्दो रहेछ त्यो बहिनी आउँदैछ म झर्छु ल बहिनी सिलगढी जाने बाटो यतै हो कहाँ गएको तँ दार्जिलिङ हिँडेर गएको अन्त यहाँदेखि दार्जिलिङ कति टाढो म सिलगढी गएको नि त सुन्न मेरो आज साथी छैन कि गाडीमा बस्न तँ मसँग हिँड्न घुम्नु के अरे पक्ला होइन यहाँनिर बस्न सुन न हिँड न घुम्नु ओ किन चिन्दिनँ हौ तँलाई म तँलाई चिन्छु र त हिँड भनेको त जो पाइ केटीलाई जिस्काउँदै हिँड्नु लाज लाग्दैन भन्नु चाहिँ के खोजेको तैँले ओ बहिनी जान्छस् कि जानुहोस् यहाँ पछाडिबाट हानिदिन्छु यहाँरै छुटिदिएकी छ होला नि गाडीमा हिँड्दा चुपचाप हिँड्दा गाडीमा हिँड चुपचाप गाडीमा बस्न हिँड्दा नभए हानिदिन्छु त्यही र पछाडिबाट यसरी हानिदिन्छु म दाजु साजु चिन्दिनँ नि हानिदिन्छु हिँड्दा पढ गाडीमा हिँड्न चुपचाप हिँड त्यो गाडीमा बस्न चुपचाप म नेपाली हो त अन्त के भयो तँलाई अन्त होइन राम्री केटीहरू देखेपछि म त त्यही हानिदिन्छु पनि छिटो हिँड्न भनेको जबसी नगरे यहाँ अहिले गम्मै हाने यहाँ तल उडाइदिन्छु हेरे तँलाई कस्तो छ तल उडाइदिन्छु छिटिन गाडीमा छिटिन्न भने गाडीमा कस्तो उयो गरेपछि तँलाई रेला गरेको जस्तो लाग्यो हिँड्छ छिटो गाडीमा तँलाई रेला गरेको जस्तो लाग्यो रेला गर्छु मसँग हानिदिङ पछाडिदेखि छुडी केस गर्के त्यसै गरी हिँड्न आज चाहिँ म एक्लै छु सिलगढी हिँड्न नभए योडालाई हालिदिङ हेरे छिटो हिँड्छ फेरि अहिले पछाडिबाट हानिदिन्छु नि फेरि चुपचाप हिँड गाडीमा बस के भाइरल म नेपाली त हो अन्त के तँलाई बङ्गाली जस्तो लाग्यो मधेस जस्तो लाग्यो तँलाई चुपचाप हिँड्न अन्त त्यहाँनिर गाडीमा चाहिँ बस्न चुपचाप गाडीमा बस्न अन्त सिलगढी हिँडे नभए भने चाहिँ तँलाई हानिदिन्छु नि यो तेरै बेगमा के छ भन्दा यहाँले त बेग होइन बेग लिएर होइन होइन तँ आइज कि नआइज कि बेग चाहिँ दिएन तँ होइन तँ के को च्यापट तँ आइज कि नआइज तर बेग चाहिँ दिएन के सोचे तँलाई होइन चुपचाप बस्न अन्त गाडीमा भन्दैछु त गाडीमा बस भन्दा चाहिँ के हुन्छ कि त म हानिदिङ तँलाई म हानेर उडाइदिङ लु हिँड्छ गाडीमा बस होइन गाडीमा चुपचाप बस चुपचाप यहाँले बेगले होइन के बेगले गाडीमा भन्दैछु होइन म दाजुहरू कोही चिन्दिनँ चुपचाप बस्न गाडीमा तँ यहाँले बेगले होइन बेग लिएन तँ मान्दैन छैन म तेरो बेग मात्रै लान्छु नि त तँ मान्दैन छैन हिँड्न होइन गाडीमा चाहिँ अरू किन हात चाहिँ हालेको ओ हात चाहिँ नहाले हिँड्न गाडीमा हिँड्दा छिटो हिँड्न भने कस्तो नमानेको गाडीमा हिँड्न तेरो बेग चाहिँ म लान्छु नि तँ जतासुकै म एक्लै छु नि त हिँड्दा छिटो आइज त बस्न गाडी बस्न छिटो आइज न भनेको छोड्दिनँ के गर्छस् छोड्दिन हिँड्न भनेको छिटो त्यो ओडालो उडाइदिङ साँच्चै छिटो आइज न गाडीमा भनेको होइन छिटो आइज न भनेको तँ दार्जिलिङको हो तँ दार्जिलिङको होइन ल तँ त उता प्लेन साइड जस्तै देख्दैछु अनि चुपचाप बस्न अन्त गाडीमा चाहिँ गाडीमा बस्न भनेको मान्दैनस् पछाडिबाट हानिदिन्छु हेरे बहिनी कोही पनि भनेको सुन्दैन यहाँले त बेग लान्छु यहाँ लिएर साला तँ आउँछस् भने आइज आउँदैनस् भने नआइज ल मलाई मतलब छैन ल यहाँ बस्न जान्छस् भने बस यहाँ सिलगढी जानुपर्छ बस अरे के चाहिँ गर्यो यस्तो के चाहिँ भयो भन्दा दिँदिन किन लाज लाग्छ बहिनी सिरियसली नआउला प्रेङ गरेको तिमीलाई होइन सरी त बहिनी सिरियसली नआउन प्रेङ गरेको होइन प्रेङ गरेको सिरियसली नआउन प्रेङ गरेको ल तेरो उताले फ्याल्दिङ कराउँछस् फाइनली गाइस जुन चाहिँ बहिनीलाई मैले प्रेङ गरेको थिएँ यो बहिनी पनि एउटा डान्सहरू गर्दै रहेछ होइन अन्त डान्सको भिडियोहरू के बनाउँछु भन्दै थियो तपाईँहरूले म लिङ्क माथि कमेन्टमा हालिदिएको हुन्छु त्यहाँ गएर तपाईँले फलो उसलाई सब्सक्राइब गरिदिनुहोस् होला गाइस है ओके गाइस बाई